गाँजा रोपेर स्याउ खोज्दा पाइँदैन, गाँजै पाइन्छ। प्रधानमन्त्रीको रवैया गाँजा रोपेर स्याउ पाइन्छ, गाँजै फल्छ नि, फल्छै फल्दैन भाइ। जे रोपे त्यही फल्ने हो नि त। अनि तपाईँहरूलाई सबैजनालाई एउटा कुरो के थाहा छ भने हिजो नगरपालिकाको मेयर हुँदा फुटपाथ हटाएको तपाईँहरूलाई थाहा छ नि, गरिबहरूलाई खान नदिएको, त्यसको कारणले सहकारी ढल्यो। आज सबै ब्याङ्कहरू ढल्ने स्थितिमा पुग्यो। र मैले भनिरहेको छु त, मान्छेहरूले घर बनाए, प्रधानमन्त्रीसँग कसैले भेट्दैन। त्यहाँभित्र एउटा टिम छ कि बालुवाटारमा टिम छ, टिमले चलाउने हो। कसैले मकै पुलेर बेचेर घर बनाए, कसैले सागको मुठो बेचेर, कसैले मजदुरी गरेर, कसैले भारी बोकेर, कसैले ट्याक्सी कुदाएर। यी त्रिभुवन विमानस्थलमा पनि त मजदुरी गरेर चाहिँ घर बनाएको होला थियो। बुढो हुन्जेलसम्म घर बनाए। अब अहिले आएर घर गडामगुडुम भत्काइदिए। अब त्यहाँ पनि सहकारीको पैसा थियो होला, ब्याङ्कको पैसा थियो होला, लघु वित्तको पैसा थियो होला, साहु महाजनको पैसा थियो होला, घर त भत्काइदिए। अब अहिले सबैभन्दा बढी फाइदा कबाडीलाई भयो, नेपाली जनतालाई त भएन नि। तपाईँहरूले हिजो कि अस्तिकै दिनको प्रधानमन्त्रीको रवैया हेर्नुभयो। राष्ट्रपति भनेको के हो भन्दाखेरि नेपालको संविधान मानेर आएको हो नि त सबैजना। नेपालको संविधान मानेर उनीहरू चाहिँ चुनावमा गएको हुन्। संविधान अनुसार उनीहरूले शपथ खाएको छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम सालभरिको गुरु योजना के हो भनेर चाहिँ त्यो कार्यक्रम भनेको कसको भन्दाखेरि बालेन सरकारको हो होइन, बालन सरकारको। प्रधानमन्त्री आफू बसेर नीति तथा कार्यक्रम सुनेर त्यसको आज सम्पूर्ण नेपाली जनतालाई, सांसद भनेको त नेपाली जनताका प्रतिनिधि हुन्, उहाँहरूलाई चाहिँ सांसदहरूलाई भनौँ न त्यसको प्रतिक्रिया दिनुपर्ने। के भनेर लेख्छन् उहाँका पत्रकार भने परम्परा तोडियो अरे, सबै परम्परा तोडेको अरे, परम्परा ब्रेक गरेको अरे। परम्परा ब्रेक गरेको भनेपछि त्यति भनेपछि पुगिगयो। त्यसले गर्दाखेरि मैले तपाईँलाई अघि भने नि, गाँजा रोपेर स्याउ खोज्दा पाइँदैन, गाँजै पाइन्छ। उहाँलाई तयारी नै त्यसरी गरेका छ। किन सुकुम्बासी, किन गरिबलाई हानिँदैछ आज, किन हानिँदैछ? त्यो हानेर साथै हुन्छ। 12देखि 15 लाख घर हानिँदैछन्। 12देखि 15 लाख घर हान्नु भनेको नि, म एउटा कुरा भन्छु, भूकम्पमा 3.5 लाख घर भत्किँदाखेरि नि 5 अर्ब खर्च भएको थियो। 5 खर्ब 5 वर्ष चाहिँ इन्स्टलमेन्ट बेसिसमा सरकारले बनायो, त्यतिखेरको सरकारले होइन। आज 12देखि 15 लाख घर भत्किँदाखेरि नि कति पैसा चाहिन्छ? जग्गा मात्रै सुकुम्बासीलाई दिएर भएन होला नि, घर पनि दिनु पर्यो होला। अब घर मात्रै दिएर भएन होला, रोजगारी पनि दिनु पर्यो होला। हिजो त उनीहरू सेटल भएर त्यहाँ मकै पोल्थे, के पोल्थे, आफ्नो दुनियाँ बनाएको थियो होइन। त्यति सजिलो छैन नि, भत्काउनु मात्रै सजिलो कुरा हो होइन नि त। भत्काउनु जस्तो वीरगञ्जको हालत हेर्नुहोस्, आज वीरगञ्ज वाङ्ग बनाएर छोडिदिएको छ भत्काएर। हेटौँडा हेर्नुहोस् भत्काएर छोडिदिएको छ। उता बुटवल हेर्नुहोस् भत्काएर छोडिदिएको छ। नेपालगञ्ज हेर्नुहोस् भत्काएर छोडिदिएको छ। झापामा झन् अब झापामा 35 दिने सूचना जारी गरेको छ होइन। मैले अस्ति मलाई भन्दाखेरि दुर्गा प्रसाद आफ्नो लागि भन्थे, मेरो त केही भत्किनेवाला छैन, मेरो केही भत्किनेवाला छैन, मेरो लिलाइ पनि हुने होइन, मलाई ब्याङ्कले ब्ल्याक लिस्टमा पनि हालेको छैन, मैले त अरूकै लागि गरेको हो नि त। त्यसले गर्दाखेरि मैले चुनावमा नजानुहोस्, यहाँ गृह युद्ध निम्ताइँदैछ। अब यो गरिबी बढाउने। अहिले एयरपोर्टमा भिड हेर्नु न, डबल मान्छे गइरहेछ। अहिले यिनीहरूको त काम के हो भनेदेखि कसरी विदेशको मान्छे यहाँ फर्काउने, कसरी रोजगारी सिर्जना गर्ने, कसरी मान्छेहरूलाई चाहिँ नि ल 34 वर्षमा बिगारेको थियो भने कसरी सही ट्र्याकमा लाने भनेर कार्यक्रम ल्याउनु पर्ने होइन। जम्मै डाङडुङ हान्ने र भत्ताभुङ्ग सबैलाई ट्रेड युनियनलाई पनि हाने, ट्रेड युनियन पनि नभत्का भन्यो अदालतले। अर्को विद्यार्थी सङ्गठन पनि भनेको छ। अनि अमेरिकन युथ काउन्सिल चाहिँ खोल्ने अरे, अमेरिकन विद्यार्थी काउन्सिल चाहिँ खोल्न हुने अरे, चाइनिज युथ काउन्सिल खोल्ने, इन्डियन भारतीय युथ काउन्सिल खोल्ने, अनि विद्यार्थी सङ्गठन खोल्न नपाउने अरे आफ्नै दाजुभाइको। भनेपछि अशान्ति हुन्छ। अशान्ति भएपछि संयुक्त राष्ट्रसङ्घ गुहारेर अमेरिकन सेना ल्याउने रणनीति हो। यति बुद्ध हुन्छ। तपाईँको सुझाव के हो त सरकारलाई? 2 जना मान्छे झुनिएर मरे, आत्मदाह गरे, 4 जना मरिसके, बल्ल नेपालीले शासन पाइरहेछ। अब प्रधानमन्त्रीसँग कसैले भेट्दैन। अब अन्तिम देशको शक्ति भनेको नेपाली सेना हो। नेपाली सेनाले बुझ्नुपर्ने। मैले त आर्मी चिफलाई पनि भनेको थिएँ, चिफ साहबलाई, यो कसैले केही पाउनेवाला छैनन्। गरिब झन् बिचल्लीमा पर्छ। यसको चेन इफेक्ट पर्छ क्या। अब अहिले यो जुन सुकुम्बासी बस्तीमा मजदुरहरू थिए, हजुर, मिस्त्रीहरू बस्थे त्यहाँ, अहिले यो काठमाडौँमा नि मजदुर गर्ने मान्छे पाउन छोड्यो, दोकान बुझ्ने मान्छे पाउन छोड्यो, भारी बोक्ने मान्छे पाउन छोड्यो, सेयर बजार गयो, ब्याङ्कको ऋण अब कसरी मान्छेले तिर्छन्। अन्तिममा हान्ने भनेको गृह युद्ध र आर्थिकमा हानेपछि अनि गृह युद्ध हुन्छ। गृह युद्ध भएपछि विदेशी सेना यहाँ आउँछ। अरू त उपाय भएन नि त विदेशी सेना सिधै आउनलाई। त्यही रणनीति अनुसार गएको। मैले अस्तिदेखि भन्दैछु त, राजा वीरेन्द्रको परिवार वंशनाश त्यत्तिकै गरेको होइन नि, यसैको लागि हो यहाँसम्म आयो।
त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने अब यो भयो त्यो भयो अब उहाँहरू न अब जानुपर्ने हो नि त नीति तथा कार्यक्रममा प्रधानमन्त्री आफै गरेर जवाब दिनुपर्ने हो नि त परम्परा तोडेको अरे हेर्नु भन्दै सक्यो तपाईँहरू जस्तो प्रतिपक्षले सडकबाट आवाज उठाउनु पर्यो नि त दाइ होइन हामीले त कति आवाज उठाउनु अब के उनीहरूको जस्तो आमा चकारी गाली गर्न सकिँदैन फेसबुकमा खबरदारी गर्नु पर्यो नि होइन परिवार छ खबरदारी गर्नु पर्यो होइन अब खबरदारी त यहाँभन्दा कति गर्नु गरेछ 3 करोड नेपालीलाई के भन्नुहुन्छ त अन्तिममा होइन नेपालीलाई त अझै पुगेको रहन्छ भन्दैछु त अझै सोसियल मिडियामा नि उसले जे भनौँ एउटा कुरा बुझौँ न अरू कुरा केही होइन सुकुम्बासी यसरी रुवाएर पठाएको छ घर भत्काएर सेतो सर्ट र पेन्टमा भुलिने नेपाली जनता छ देशको प्रधानमन्त्रीले एउटा मान्छे मर पनि भात खाँदैन हिजो राणा शासनमा बरु हिजो मल्लकालीनमा धराएर किन बनाएको थियो राणाहरूले मल्लहरूले भन्दाखेरि अल्को घर बनाएर राजा त्रिभुवनले पनि कसको घरमा चाहिँ चुलो जलेन कहाँबाट धुवा आएन भनेर सोध्न पठाउँथे अरे हो कि होइन यहाँ त अब फेसनमा घुमाइदिएको छ सुकुम्बासीलाई मैले भनेको थिएँ सुकुम्बासीलाई सुकुहरू यति उब्रिया थिए कि राखिदियो हातमा धनी पुर्छ अब केही छ रासपाको सांसदको घर आएपछि रोकियो नि त डोजर रोकिँदो रहेछ नि त रोकियो होइन डोजर होइन अदालतको आदेश माने यिनीहरूले मानेनन् त्यहाँ रासपाको सांसदलाई चाहिँ रोकियो कोवलपुरमा अदालतले आदेश गर्दा गर्दै गरिबका घर भत्काइयो सर्वोच्च अदालतले अब डोजर नचलाऊ भनेर भने हो नि त तर डोजर चलाइयो होइन मैले अघि भने नि गाँजा रोपेर धतुरो रोपेर कुरा बुझ्यो होइन स्याउ पाइँदैन सन्तोला पाइँदैन स्याउ र सन्तोला खानलाई स्याउकै बिरुवा रोप्नुपर्छ सन्तोलाकै बिरुवा रोप्नुपर्छ नेपाली जनतालाई अझै पुगेको छैन चेतना होस् भनेर भनेको कारण त्यही हो मैले सबैभन्दा पहिला माघको 2 गते हो कि 3 गते हो हामीले एभरेजमा 4 गते होइन गर्दाखेरि माघ 4 गते होइन 60 दल सहित गर्दाखेरि यो बालेनलाई प्रधानमन्त्री बनाउने खेल हो बालेन प्रधानमन्त्री भएको 15 दिनदेखि हेर्नु सुकुम्बासीको हालत सुकुहरूको के हुन्छ भनेको थियो त्यतिखेर होइन चुनाव भन्दा 2 महिना अगाडि